सीमा झेक्नी जिन्दगीमा सुख होला भनेर बिहा गर, त्यहाँबाट भएन भनेर छोराछोरी जन्मायो, त्यहाँबाट भएन भनेर पढायो लेखायो ठुलो मान्छे बनायो, त्यहाँबाट पहेटा लाग्छन् छोराछोरीका उता भुर्र उता भुर्र। छोरो पायो बुहारीलाई ठिक्क, छोरी पायो ज्वाइँलाई ठिक्क, लास्टमा त त्यही खोइते बुढी काम लाग्यो। छोरी बिहा गरेर कहाँ हो बुवा आमा सन्चै हुनुहुन्छ त्यति भन्दै भयो। त्यो अर्काकी छोरी लिएर जाने छोरो झन् त्यही पनि भन्दैन। यो संसार किन यस्तो भइरहेछ भन्ने अचम्म परिरहेछ कि। अब बुढेसकालमा मान्छेलाई छोरा छोरीको सहायता होला भनौँ, पढायो लेखायो, दुनियाँ दुःख गरौँ, हुनेवाला केही छैन। म त वाग भइसकेँ। अब के गर्नु र, अब केही न केही त उपाय गर्नु पर्छ। फेरि माटोक्ने छोराछोरीको न